यो एउटा नयाँ काम भइरहेको छ र उत्साहपूर्ण ढङ्गले भइरहेको छ। यहाँहरूले देखिहाल्नुभयो 150 जति कामदारहरू यहाँभित्रै क्रियाशील हुनुहुन्छ र अरू सम्बन्धित विभिन्न कामहरूका लागि बाहिर पनि क्रियाशील हुनुहुन्छ रहेछ। 150 जसो क्रियाशील हुनुहुन्छ र अब फ्लड लाइटको लागि पनि उहाँहरूले काम गरिराख्नु भएको छ र यो प्यारापिट निर्माण गर्ने यो फर्स्ट फेजको प्रथम चरणको कामलाई वर्षक असारभित्रै सिद्ध्याउने गरी उहाँहरू लागिरहनु भएको छ। अब साथै अलिकति डिस्टर्ब त गर्ला, तर पनि अलिकति ढिलो त भएको छ। तर खुसीको कुरा के हो भने एउटा नयाँ ठुलो भव्य काम भइराखेको छ र यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरूको मनोबल बढाउन र देशको पनि एउटा इज्जत प्रतिष्ठा, एउटै राम्रो ग्राउन्ड छैन, क्रिकेट मैदान छैन भन्ने ठाउँमा, स्टेडियम छैन भन्ने ठाउँमा अब मैदान मात्रै होइन कि स्टेडियम सहितको हामीसँग क्रिकेट स्टेडियम नै छ हामीसँग भन्ने एउटा गौरव राख्न पाउने अवस्था मिलेको छ। र विश्वविद्यालयको पनि यसमा कन्ट्रिब्युसन छ। विश्वविद्यालयलाई धन्यवाद भन्नुपर्छ, सपोर्ट गरेका छ विद्यालयले र विश्वविद्यालय पनि यो गौरवकै विषय हो। विश्वविद्यालयसँग आबद्ध भएर नै यसले काम गरिरहेको छ। खुसी लाग्छ। नयाँ पनि आउँदैछ, अरू विभिन्न रङ्गशालाहरू पनि आउनु